घामले नसक्ने हिँड्नलाई। अब घामले हिँड्न सकेन, उनीहरू हिँड्दैछन्। हाम्रो बडीगार्डहरू कता? हाम्रो स्पेसल बगैँचा सामने मन्दिर डार्लिङहरू यहाँ मस्त जबानी खाने बानी थाप्नु अनि त्यहाँको पानकै खौचिया है धारा हो नि त यो पुस गर्ने होला नि त। ज्यादा ठुलो चिज उनीहरूको बस्तीमा आएको भनेर होला यिनीहरूले हामीलाई हिपेको होइन त्यो भुक्छ, सब भुकिरहेछ। यिनीहरू दुईजना वा नटोक्ला भाइ बहिनीहरू। तिमीहरू दुईजना ठिक पानी खेल्दै गर्मीमा यिनीहरू दुईजना कुरा सुनेर आएको म घामले पोलेर म बिहोसै हुन्लाई। हाम्रो दोस्तहरू आउँदैछ दुईजना, हाम्रो मित्रहरू दुईजना, यता एउटा यता एउटा, दुईजनाले साथ छोडेको छैन हामीलाई। हामी तल बजारदेखि आइपुगेको, तल बजारबाट आएको। अझ यहाँ छ, अझ माथि जङ्गलमा पुग्नु छ, तर हिँड्न सक्ने शक्ति छैन मसँग। हिँड्यो भने रमाइलो नि हुन्छ अरे, घट्छ पनि रे भनेर, तर घट्ने होइन। मान्छे पुरै स्किने चाहिँ जस्तो देखेको छ। बाटो यस्तो छ, दुईजना त्यहाँ पुग्यो, हिँड्न सकिरहेको छैन। हामी 2019 को लकडाउनमा गएको थिएँ म। त्यसपछि बल्ल ट्याङ्कीमा जङ्गल पसर मट्ट छ र अब यिनीहरू कुरा सुनेर न पानी आयो मर्छ यार। खै म त सासै फेर्न सकेन। घामले डढ्छ भनेर यो बाहिर आएको त झन् गर्मी पो भयो मलाई त। ठ्याक्कै जङ्गल स्टार्ट भयो। जङ्गल उनीहरू जाँदैछ, पुगिसकेको छ उनीहरू त। हामी छोरी हिँड्यो भने त मान्छे मर्छ, बसेछ यिनीहरू त। अन्त आयो कुकुरदेखि सावधान। अब यहाँ कुकुरबाट जोगिने हो कि घामबाट जोगिने हो कि जङ्गलदेखि जोगिने हो। अब यिनीहरू दुईजना सावधान भन्ने ठाउँबाट डराइ चढायो माथि। यस्तो छ बाटो। उता पनि छ कि त्यहाँ हो भित्रपट्टि सबैतिर छ। कुकुरदेखि सावधान जताततै छ है गर्नु के यस्तो ठाउँमा। यहाँसम्म मात्र त घर भएको रहेछ जङ्गलमा। यहाँ पनि पानी ट्याङ्की छ। सलिनाले खतम नै भन्थ्यो,
जङ्गलको आदि भागमा त आइपुगेको छैन मैले त रोड भनेको खाल्टो पो रहेछ हेर कुन बोट जङ्गल देखेर जङ्गल देखेर डराउने मान्छेहरू कागज टिप्न आएको रे भेट्दैन हामीलाई यहाँ दुईजना थियो तर काफल चाहिँ छैन मान्छेहरू बोलिरहेको छ तर डर लाग्ने यार डर लाग्ने जस्तै मान्छेहरू रहेछ बोलिरहेको छु नि यसले हेर्नु त्यहाँ फोहोर गर्ने अरू अहिले गाल पाउने हाम्रो तलतिर झराउ भने के मान्छेहरू पाए पाउँछ नपाए घर जान्छ हावा चल्यो सिरी रे हामीले गऱ्यौँ भएर टाढा जस्तो लाग्यो क्या नभए नजिकै छ यो तिमी बजाऊ मुरली फिरी रे म नाच्छु फिरी महिनामा पाकेर काट्नु जाडोमा पाकेको मजा आउँथ्यो हिँड्नलाई नि अब हामी यहाँबाट पनि लाग्यौँ माथितिर लाग्नु पर्यो यहाँ बेकार बसेछ चाकहरू कङ्सहरू सबै फुल ओइ अब हामी गीत पनि नयाँ निकालिन् मगरबारी भन्दै ए खोइ त मेरो फुल काखर चिप्न आएको Tupari mesti lagi. आकाशको फल हातरी मर भन्छ उयो अरूमा चल्नु सक्छ भुइँमा त छैन अब कहाँबाट टिप्नु र खानु दुईजना यो मान्छेहरू पनि काफल टिप्न आएको होला उहाँ रहेछ त उता माथि हेर्नु है उयो बोट यो बोट के त्यो बोटमा उठाउनु है झाडु किराहरू हुन्छ है हेर आकाशको थल आएको तर आकाशको थल आएको सक्दैन भन्ने मान्छे रुखमा चढी चढी उभिएर खान् एकजना उता किराले चिलाएर म चढी एउटा ए त्यो पनि उडेछ न बेल्स यहाँ हाल्दा राख्दा चुप्दै खानु खाने हो यहाँ बोटलले यो चाहिँ मासी ताले बिबा नुन खोर्सानी ल्याएको भए चाहिँ मिठो हुन्थ्यो मैले बनाएको भने
कराउँछ यार चरेको त रुममा चढ्न सक्यो भने त छ नि है सक्दिनँ बाटोमा भाइहरू भेट्यो हामीले भाइहरूसँग जाँदैछौँ त्यहाँ माथि त्यो त रहेछ तर कसरी टिप्नु अघि डर लागेर गएन अहिले चाहिँ साथी भयो अब जाने डराएर जान मानेको थिएन माथि अनि तर बिचमा यहाँ भाइ सानो भाइ भेट्यो खै हिँड्नै लजाएर सानो भाइ भेट्यो लाग्दैछौँ हामी माथितिर तल बजारबाट आएको हामी कस्तो हिँड्न सकेन क्या हिँड्न नसकेर बाटो भयो हिँड्दा हिँड्दै भाइहरू भेट्यो सानो भाइहरू यहाँ तल गाउँको अनि साथीले लगाइदिउँ बल्ल बल्ल यति टिप्यो त्यो पनि हरियो मिक्स भनेर जाँदैछौँ दुईजना हामी चाहिँ कस्तो राम्रो डाँडामा आइपुग्यो हामी तल बजारबाट आएको यहाँ है पेप्सी खान लाग्यो तिमी बनेपा बजार कस्तो दामी देख्दो रहेछ यहाँ डाँडाबाट हामी बस्यौँ कोक पनि खाइसक्यौँ चाउचाउनी खान थालेकी छे अब म फेरि भोलि हाम्रो बनेपा बजार हेर त्यहाँ कोक कसरी बस्या थियो हाम्रो राम्री बहिनी अब हामी ऐसेलो पनि खोजौँ कि भन्ने चाहिँ यसो सोचाइमा छ अब बस्छन् मिङ्गलहरू बोयफ्रेन्ड गर्लफ्रेन्ड लिएर आउँछ हामी आएर कस्तो राम्रो हावा चल्यो कि कस्तो फ्रेस लाग्यो है मेरो कपाल आँखामा गयो यार यहाँ ऐसेलो पर्छ नि नानी कस्तो राम्रो हावा चलिरहेछ यहाँबाट मगर गाउँ प्लस पिङ्क चाहिँ जङ्गलबाट चाहिँ फर्क्यौँ जङ्गल चाहिँ माथि हामी कुन जङ्गल त्यो जङ्गल कति गोरा आएर छ मुला हेर मुख छोडुहरू यिनीहरू अब घर जाँदैछौँ घुम्यौँ खायौँ हिँड्यौँ तर रमाइलो चाहिँ भयो है यहाँ चाहिँ क्या मजा आउने एलर्जी बेलुका मुगा त एउटा काम दिएको छैन आमामाले आइसक्यौँ